कसैको लागि यो देश एउटा यात्राको गन्तव्य हो, कसैका लागि काम र अवसरको नयाँ ढोका र कसैका लागि व्यापार र भविष्य निर्माणको भूमि हो। आज हामी कुरा गर्दैछौँ कम्बोडियामा कसरी प्रवेश गर्ने, काम गर्ने र बस्ने। कम्बोडिया ती देशहरूमध्ये एक हो जहाँ विदेशी कामदार, व्यवसायी र लगानीकर्ताको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ। तर यहाँ आउनु अघि जान्नै पर्ने कुराहरू के हो भने कुन भिसामा तपाईका लागि उपयुक्त हो र कस्तो तयारी चाहिन्छ। सबैभन्दा पहिलो कुरा पासपोर्ट। हजुर, यदि तपाईँ कम्बोडिया आउँदै हुनुहुन्छ भने तपाईको पासपोर्टमा कम्तीमा 1 वर्षभन्दा बढी भ्यालिडिटी हुनुपर्छ। मेरो सुझाव अनुसार तपाईको 1 वर्ष होइन 2 वर्षभन्दा बढी भ्यालिडिटी भएको पासपोर्ट लिएर मात्रै आउनु होला। किनभने छोटो अवधि यहाँ बस्ने होइन, धेरै अवधिका लागि बस्नुहुन्छ भने कम्बोडियाभित्र नेपाली एम्बेसी छैन र अर्को देशमा जानुपर्ने हुन्छ र तपाईलाई भिसा एक्सटेन्सन गर्न, भिसा विस्तार गर्नका लागि धेरै समस्याले हुन सक्छ। हजुर, अब कुरा गरौँ भिसाको। कम्बोडियामा प्रमुख मुख्यतः 2 भिसाको प्रकारहरू रहेको छ हाम्रो लागि, जुन चाहिँ टुरिस्ट भिसा र बिजनेस ई भिसा। टुरिस्ट भिसा छोटो अवधिको लागि, भ्रमणका लागि मात्रै योग्य हुन्छ। यो 30 दिनको लागि मान्य हुन्छ र एक पटक 30 दिनसम्म विस्तार गर्न सकिन्छ। मतलब पहिलो 30 दिन र अर्को 30 दिन गरेर हामी 60 दिनसम्म मात्रै बस्न सकिन्छ। त्योभन्दा बढी 1 दिन पनि बस्न सकिँदैन। अब अर्को भनेको महत्त्वपूर्ण भिसा रहेको छ बिजनेस भिसा। काम गर्ने, लगानी गर्ने वा व्यापार सञ्चालन गर्नेका लागि अति नै उपयुक्त। यसलाई 6 महिना वा 12 महिनासम्म विस्तार गर्न सकिन्छ। थप्दै धेरै वर्षसम्म पनि हामी बस्न सकिन्छ। तर विस्तार गर्नका लागि तपाईलाई चाहिने कुराहरू भनेको चाहिँ यसलाई वर्किङ पर्मिट हो। यो एउटा सरकारी अनुमति हो जसले तपाईलाई यहाँ कानुनी रूपमा काम गर्न दिन्छ। यसको शुल्क करिब 60 देखि $200 पर्न जान्छ, जुन चाहिँ तपाईको पेसा र कम्पनी अनुसार पनि भर पर्छ। तपाईँ यदि ठुलै कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाईको ठुलै कम्पनी चाहिँ खोल्ने योजना हुनुहुन्छ, त्यो योजनाहरूबाट चाहिँ तपाईले 60 देखि $200 पर्न जाने हो। कम्बोडियाको कानुन अनुसार भिसा म्याद सकिएर बस्दा तपाईले प्रतिदिन $10 जरिवाना तिर्नुपर्ने हुन्छ। त्यसैले भिसा विस्तार समयमै गर्नुपर्ने हुन्छ र देशको नियम पालना गर्नुपर्ने हुन्छ। यदि तपाईले भिसा सकिसकेपछि धेरै दिन बस्नुभयो भने दिनको $10 जोड्दै गयो भने तपाईँ नै हिसाब गर्नुहोस् त कति धेरै तिर्नुपर्ने हुन्छ। हो, 55 वर्षभन्दा माथिका व्यक्तिहरूका लागि यहाँ अर्कै अवसर पनि रहेको छ, रिटायरमेन्ट एक्सटेन्सन। हजुर, तपाईँ यदि 55 वर्षभन्दा माथि छ भने यसले तपाईँलाई 1 वर्षसम्म बस्न अनुमति दिन्छ, बिना काम अनुमति, यानि कि बिना वर्किङ पर्मिट चाहिँ तपाईँ 1 वर्षसम्म बस्न सकिन्छ, शान्त र सुरक्षा जीवनको लागि। अब कुरा गरौँ आवेदन दिने तरिकाबारे। धेरैले गल्ती गर्छन् थर्ड पार्टी साइटबाट भिसा आवेदन दिएर। रियलिटी बाटो एउटै हो, कम्बोडियाको अफिसियल ई भिसा वेबसाइट, त्यहाँबाट मात्र भिसा आवेदन दिनुहोला। तपाईले ठगीहरूबाट बच्न र पैसा बढी तिर्नुबाट बच्नका लागि चाहिँ तपाईलाई कम्बोडियाको जुन चाहिँ ई भिसाको वेबसाइट, अफिसियल सरकारी वेबसाइट छ, त्यो वेबसाइट म डिस्क्रिप्सनमा पनि दिनेछु। तपाईले त्यहाँबाट आफैले भिसा एप्लाई गर्न सक्नुहुनेछ। एयरलाइन्सहरूले कहिलेकाहीँ रिटर्न टिकट माग्न सक्छ। तपाईँ नेपालबाट कम्बोडिया आउँदै हुनुहुन्छ, त्यतिखेर रिटर्न टिकट पनि तपाईले काट्नुपर्ने हुन्छ। र यदि तपाईँ लामो बसाइ योजना बनाउँदै हुनुहुन्छ भने सस्तो बस टिकट जस्तै फनम पे, हो ची मिन सिटी खरिद गरेर रिटर्न प्रुफको रूपमा देखाउन सकिन्छ। हजुर, यो सस्तो पर्न जान्छ। र यदि तपाईँ 1 महिनाभन्दा बढी बस्दै हुनुहुन्छ भने फरेन प्रेजेन्ट इन कम्बोडिया नामकको एक एप डाउनलोड गरी आफ्नो बसोबास अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ। यो सरकारी एप्लिकेसन हो, यसमा तपाईले विभिन्न आफ्नो विवरणहरू भर्नुपर्ने हुन्छ। कम्बोडियामा तपाईँ केवल पर्यटक होइन, एक
सम्भावनाको खोजीमा आएर बस्न पनि सक्नुहुन्छ। यहाँ व्यवसाय सुरु गर्न ब्याङ्क खाता खोल्न जरुरी हुन्छ, कम्पनी दर्ता गर्न बिजनेस भिसा नै आवश्यकता पर्ने हुन्छ यो कामहरू गर्नका लागि। कम्बोडिया अब केवल इतिहासको देश होइन, यो अवसरको देश पनि बनिरहेको छ। तपाईले पछिल्लो समयहरू डेटाहरू हेर्ने हो, कलेक्ट गर्ने हो भने, जहाँ तपाईले यात्रा, रोजगारी र व्यापार तीनै कुराहरूको मिश्रण भेट्न सक्नुहुन्छ। यदि तपाईँ कम्बोडियामा वर्क परमिट अनि कम्पनी दर्ता इत्यादि सबै कुरा तपाईँ चाहनुहुन्छ, त्यसको बारेमा सहयोग चाहनुहुन्छ र तपाईले कुनै पनि एजेन्सी खोज्दै हुनुहुन्छ भने म तपाईको लागि यहाँ कम्बोडियामा लिगल्ली रजिस्टर भएको र काम गरिरहेको एजेन्सी कम्पनीको वेबसाइटको लिङ्क म डिस्क्रिप्सनमा दिनेछु। त्यहाँबाट तपाईँ सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। यो त थियो कम्बोडिया काम, व्यापार र नयाँ सुरुवातको देश। भिडियो उपयोगी लाग्यो भने तपाईले एक लाइक गर्न सक्नुहुन्छ र साथीहरूलाई पनि सेयर गर्नुहोस् जुन साथी कम्बोडियामा आउँदै हुनुहुन्छ वा कम्बोडिया सम्बन्धी केही जिज्ञासा प्रकट गर्दै हुनुहुन्छ भने। सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। कम्बोडियाको यात्रामा तपाईको लागि धेरै धेरै शुभकामना।